हाम्रो मम्मी चाहिँ यता छन् हाम्रो मम्मी हाम्रो भलग हो के यो मेरो भलग हो हामी आमा छोरा बिहान बिहानै यहाँ खेतमा आइछौँ हाम्रो मम्मी चाहिँ गरे छन् किन हो म लुखुलुखु हिँड्दैछु यहाँ लुखुलुखु अब हाम्रो काम यो मास उखालेर टक्क यसलाई सुकाएर हामी यसको दाल खानेवाला छौँ आफ्नो जोत्या गरिदिउँ सुरु गरिदिउँ त सुरु भइसक्यो अब हामी सुरु गर्नुपर्ने हुन्छ हामी यता छौँ अब यता हान्नुपर्छ हामीले अब म यता भिड्छु ल यता भिड्नुपर्ने हुन्छ कि यता ल तपाईँ आयो भनिदिनु हाम्रो मम्मी चाहिँ लजाउँछन् के फेरि लजाउँछन् भट्टा भुटेर खाना मिठो हुन्छ दाल खाना पनि मिठो हुन्छ त्यही भएर हामी दाल लगाउँछौँ भटमास लगाउँछौँ मैले चाहिँ होइन क्या मम्मीले अब म ओहो हाम्रो त झन्डै यो खेत पनि लगेछ आधा यो खोलाले हाम्रो यो नदी खोलाले खरे खोलाले हाम्रो बारी भत्काएछ भगवान हामीलाई क्षतिपूर्ति चाहियो हामीलाई राहत चाहियो यो कसले जिम्मा लिन्छ यो खोलाले जिम्मा लिन्छ के विवाह हामीलाई राहत चाहियो हामीलाई यो क्षतिपूर्ति चाहियो के विवाह जसरी नि चाहिन्छ नत्र तपाईँलाई हेर्नु कसरी लिनुपर्छ हामीलाई थाहा छ नि फेरि हामी फेरि आउँछौँ लिनलाई यो चाहियो है यस्तो कुरो यस्तो नआएको हो र के गर्ने तपाईँले काट्ने कि मैले काट्ने एउटा मुठो काट्ने क्या अहिले हाल्नु जम्न त धेरै किन लानु पर्यो काम पाउँदैन नाक मात्र देखाइन्छ ए भगवान किन हो र यस्तो गर्ने हामीलाई हाम्रो फाइनल्ली सकियो अब एकछिनमा लिन आउने यो सुकाउने अहिले